प्रक्रियालाई व्यवस्थित गर्ने कुरामा वर्षमा एकपटक मात्रै सरुवा हुने भन्ने जुन व्यवस्था छ यसको सही कार्यान्वयन गर्न सक्दा यसले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेछ। मैले केही बुदाहरू सरसर्ती सभामुख महोदय 1 मिनेट समय नपुग्ला कि निजामती कर्मचारी भन्नाले सङ्घीय निजामती सेवाको पदमा बहाल रहेको व्यक्ति सम्झिनुपर्छ भन्ने यो 1-2 दफाको ङमा रहेको व्यवस्थामा यो शब्दले प्रदेश सेवा र स्थानीय सेवामा कार्यरत कर्मचारीलाई पनि बुझ्नेछन् भन्ने कुरा स्पष्ट गर्न सक्नु पर्थ्यो भन्ने मलाई लाग्छ। त्यसैगरी 24 को खमा चाहिँ यो अधिकृत 13औं तह र अधिकृत 14औं तहमा कार्यरत कर्मचारी कुल 6 वर्षसम्म सेवा बहाल रहन पाउनेछ, तर अधिकृत 5औं तहमा 4 वर्ष सेवा अवधि हुनेछ भनेर स्पष्ट गरेको भए अझै राम्रो हुन्थ्यो। त्यस्तै गरी यो 42 को 1 मा चाहिँ यो ऐन जारी भएका बखत एकै पद वा तहमा 12 वर्ष सेवा अवधि पुरा भएको र बढुवा हुने पदको लागि तोकिएको शैक्षिक योग्यता भएका कर्मचारीलाई एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्नेछ भन्ने कुरा लेखेको भए यसले धेरै स्पष्ट हुन्थ्यो। त्यस्तै गरी 100 को 1 को क मा चाहिँ राजनीतिक दलको सदस्यता लिएमा वा राजनीतिक पदका लागि निर्वाचनमा उम्मेदवारी बनेमा मात्र राख्दाखेरि सीमित समय सकिएको छ। अरु धेरै आफ्नो भनाइ छुट्याउन आग्रह गर्दछु। 1 मिनेट सामान्य सभामुख महोदय त्यति राख्दा हुन्थ्यो। यसमा धेरै कुरा जोडी राख्नुपर्ने आवश्यक थिएन जुन कुरा जोडिएको छ। त्यस्तै गरी यो चाहिँ 131 को क मा चाहिँ कार्यालय प्रमुख भई काम गर्नुपर्ने बाहेक सङ्घ प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत 8औं वा सोभन्दा मुनिका निजामती कर्मचारीहरूले आफ्नो पेशागत हक हितका लागि राष्ट्रिय स्तरको निजामती कर्मचारी ट्रेड युनियन गठन गरी सदस्यता लिन सक्नेछन् भन्दा पुग्थ्यो। यसलाई अरू अलि यसमा कन्फ्युजन क्रिएट हुने कुरा भएको छ र त्यसैको 131 को 9 मा चाहिँ यो जुन व्यवस्था गरिएको छ त्यसको ठाउँमा 9 र 10 को ठाउँमा 9 र 10 लाई एकै ठाउँ राखेर निजामती कर्मचारीको ट्रेड युनियन दर्ता र सो सम्बन्धी शर्त प्रक्रिया त्यसरी दर्ता भएका ट्रेड युनियनको व्यवस्थापन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ भन्ने मात्रै लेख्दा पुग्थ्यो। यसमा प्रदेशमा पनि र स्थानीय तहमा पनि छुट्टै ट्रेड युनियन गठन गर्न पाउने कुरा चाहिँ कति ध्यानाकर्षणको विषय हो। त्यसतर्फ आगामी दिनमा छलफल हुने नै छ। अन्त्यमा सामान्य सभामुख महोदय आज असार 15 मानव रोपेर मुरी फलाउने र जनताको पेट भर्ने काममा संलग्न सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक शुभकामना सहित बिदा हुन्छु। धन्यवाद। ज्येष्ठ सम्माननीय सभामुखज्यू, सङ्घीय निजामती विधेयक पास गर्ने सिलसिलामा नै यति बेला हामी छौँ र यसकै सवालमा म केही कुराहरू राख्न चाहन्छु। नयाँ संविधान बनेपछि सङ्घीयता कार्यान्वयनको एउटा महत्त्वपूर्ण कडी सङ्घीय कर्मचारी ऐन हो। ढिला भए पनि यो विधेयक आउन राम्रो कुरा हो। अहिले हाम्रो सङ्घीयता कार्यान्वयनमा कर्मचारी खटनपटन अलिक जटिल भइराखेको छ, अब यसले सहज बनाउने छ। यो ऐनले जुन तहको कर्मचारीको त्यही दरबन्दीको व्यवस्था गर्न जरुरी छ। यहाँ केही समस्या देखिन्छ अझै पनि। अहिले स्थानीय सरकारको कार्यकारी प्रमुखदेखि प्रदेश सरकारका सचिवहरूको खटनपटन सङ्घले गर्दा राजनैतिक रूपमा सङ्घीयता तर कर्मचारी केन्द्रीकरण शासन प्रणाली जस्तो देखिएकोले यो विधेयकले त्यो समस्या अझै पनि समाधान गर्न सकेको छैन र यसलाई समाधान गर्नुपर्छ। अन्तर्प्रदेश सरुवाको कुरा जे ल्याएको छ यो कुरा चाहिँ सही छ। कर्मचारी सरुवालाई चक्रीय प्रणाली अन्तर्गत गर्ने कुरा गरेको छ। यसले राम्रो पक्ष ओगटेको छ। त्यसै गरी कर्मचारीहरूलाई डबल चाहिँ सुविधाको कुरा थियो, जस्तै नियुक्ति हुँदा पनि पेन्सनर कर्मचारीहरूले दुवैतिरबाट पाउने खालको जो थियो यसको चाहिँ अन्त्य गरेको छ। कर्मचारीहरूले यो ढङ्गले गर्दै जाँदा यो राम्रो पक्ष छ र यसले एउटा सङ्घीयताको आत्मा झल्काउनेतिर अगाडि त बढेको छ, तर यसका केही समस्याहरू छन्। म समस्या कुरा यहाँ उठान गर्न चाहन्छु। संविधानको धारा 302 अनुसार सङ्घीय निजामती सेवा सङ्घमा सीमित रहने प्रावधान छ, तर प्रदेश र स्थानीय तहका लागि छुट्टै निजामती सेवा स्थापना गर्ने खालको स्पष्टता विधेयकले दिन सकिराखेको छैन। प्रदेश निजामती सेवा तथा निश्चित तह जनशक्ति व्यवस्था स्थानीय तहको जनशक्ति व्यवस्थापन कसरी हुनेछ भन्ने कुरा त्यो विषय उल्लेख गर्न सकेको छैन संविधानले यो विधेयकले। प्रदेश सरकार र स्थानीय तहको माग अनुसार सङ्घीय कर्मचारी पठाउने व्यवस्था अस्पष्ट छ, अझै यो पनि स्पष्ट हुन सकिराखेको छैन। संविधानमा सुनिश्चित समावेशीकरण धारा 285 को कार्यान्वयन विधि फितलो जस्तो देखिएको छ। यसलाई कडाइपूर्वक समात्न सकिराखेको छैन। प्रदेश र स्थानीय तहको स्वायत्तता कम हुने त देखिन्छ, जुन सङ्घीयताको आत्मा विपरीत छ। यसले हामीले सङ्घीयताको कुरा गर्दै गर्दा प्रदेश र स्थानीयलाई त्यो अधिकार त्यसमा चाहिँ बाँध्ने खालको जो देखिराखेको छ, यसले साँच्चीकै सङ्घीयता दह्रोसँग पक्ड्न सकेको छैन भन्ने कुरा यो बुदाले पनि स्पष्ट पार्छ। जवाबदेहिता र पारदर्शिता सुनिश्चित गर्न स्थानीय तहको स्वायत्त निर्णय क्षमता आवश्यक हुन्छ, जुन विधेयकमा ग्यारेन्टी गरेको छैन। त्यो क्षमताको चाहिँ केन्द्रीकरण गर्नेतिर उन्मुख छैन यो विधेयक। प्रदेश सचिव 10 वर्षसम्म सङ्घको कार्यकारी नै हुने प्रावधान सङ्घीयता विपरीत छ। यसले चाहिँ
10 वर्ष कुरा जो राखेको छ, मैले पनि यो बुदामा चाहिँ मान्य संशोधन सदस्य राखेको थिएँ। समयसक्यो। 10 वर्ष होइन, 10 वर्षसम्म भन्ने राखिनुपर्छ भन्नेमा छलफल चलिरहेको थियो, तर अहिले विधेयक आउँदा 10 वर्ष नै राखेको कारणले यसले चाहिँ फेरि ठिक ठाउँतिर लिँदैन, यसले चाहिँ बेठिक गरेर राखेको छ। यस्तै गरी दलगत कर्मचारीहरूको ट्रेड युनियनको विषयमा पनि त्यहाँ छलफल चलेको थियो। यसलाई राख्दाखेरि एउटै ट्रेड युनियन बनाउने गरी जानुपर्छ भन्ने थियो, त्यो कुरा पनि यहाँ समेट्न सकिराखेको छैन। यी कुरा राख्दै अन्तमा यो विधेयक सदनमा ल्याउने राज्य व्यवस्था समिति मान्य सभापतिज्यू र त्यो समितिका सम्पूर्ण मान्य सदस्यहरू र संशोधनकर्ता सबैमा म चाहिँ धन्यवाद दिन चाहन्छु र यो विधेयकको स्वागत गर्न चाहन्छु। धन्यवाद। माननीय प्रेम सुवाङ, त्यसपछि माननीय रेखा शर्मा। सभामुख महोदय, सङ्घीय निजामती विधेयक 2082 राज्य व्यवस्था समितिको प्रतिवेदन सहित पेश भएकोमा यसमा समावेश गर्नुपर्ने केही विषयहरू राख्न चाहन्छु। स्थानीय तह जनतासँग प्रत्यक्ष सरोकारको हुने निकाय भएकोले स्थानीय तहको समस्या प्रदेश र सङ्घीय सरकारलाई थाहा नहुने हुँदा स्थानीय तहमा आवश्यक कर्मचारी स्थानीय राजस्वको 40%ले पुग्ने गरी स्थानीय तहका नागरिकलाई प्राथमिकतामा राखी नियुक्ति गर्ने प्रावधान राख्नु जरुरी छ। सङ्घ प्रदेश स्थानीय तहका कर्मचारीको तलब भत्ता सुविधाको लागि सार्वजनिक ऋण खर्च नगर्ने स्पष्ट उल्लेख गर्नु जरुरी छ। सरुवा बढुवा भर्नामा मन्त्रालयमा पैसा खाने तत्काल रोक्ने भनेर लेख्नुपर्छ। संविधानमा राज्य कोषबाट पारिश्रमिक र सुविधा पाउनेहरूको ट्रेड युनियन व्यवस्था नभएको, बरु निजी क्षेत्रमा मात्र ट्रेड युनियन हुने व्यवस्था भएको हुँदा यसै अनुसार प्रावधान विधेयकमा राख्नुपर्ने। अवकाशप्राप्त कर्मचारीले 2 वर्षभित्र आफ्नो अनुभव लेखेर दिनुपर्ने व्यवस्था जरुरी छ। अवकाशपछिको सुविधा अनुभव लेखेर दिनलाई नै हुनुपर्छ। श्रेणीविहीन कर्मचारीहरू म्यान पावर कम्पनीको ठेक्कामा लगाउन नपाउने र स्थायी भर्ना गर्ने प्रावधान जरुरी छ। कर्मचारीले पाउने आवास कर्जाले आफ्नै जिल्लामा घर जग्गा जोड्ने व्यवस्था भएमा देशको सन्तुलित विकास हुनेछ। जनप्रतिनिधिले पनि आफ्नै जिल्लामा घर जग्गा बनाई जनताको सेवा गर्नु जरुरी छ। राज्य कोषबाट पारिश्रमिक र सुविधा पाउने, कसैले पनि मदिरा र सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने र सेवन गरे पारिश्रमिक र सुविधा कटौती हुने व्यवस्था गर्नुपर्छ। सरकार परिवर्तन भएसँगै मुख्य कर्मचारीहरू फेरबदल गर्ने व्यवस्था हुनुपर्छ। 11 महिनामा अर्थ मन्त्रालयका 60 कर्मचारीले गरे 71 पटक विदेश भ्रमण, अन्य कर्मचारीहरूले कति गरे। देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा दबाब दिने देशमा सित्तैमा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा जान नहुने। वर्षको 50औं अर्ब रुपियाँको चामल भारतसँग खरिद गरेर असार 15 गते धान दिवस मनाउनुको अर्थ छ र भारतबाट 20 भएको तरकारी नेपालीको भान्सामा पुर्याउने कर्मचारीहरू को हुन्? आंशिक प्राध्यापकले त्रिवेणीमा ताला लगाउनु पर्ने अवस्था ल्याउने सरकार र कर्मचारीहरू को हुन्? चालु आबको 11 महिनामा देशलाई 14 खर्ब व्यापार घाटामा पुर्याउने सरकार र कर्मचारीहरू को हुन्? भिजिट भिसाको नाउँमा नेपालीलाई र भारतीय समेतलाई वैदेशिक रोजगारीमा पठाउने र अरबौं भ्रष्टाचार काण्डमा लाग्ने कर्मचारी र सरकार को हुन्? खुला सीमामा 71 ठाउँमा 60,000 हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण गराउने कर्मचारी र सरकार को हुन्? यसको पनि छानबिन गर्ने गरी एउटा यसमा प्रावधान राख्नुपर्छ। धन्यवाद। सङ्घीय निजामती सेवा विधेयकमाथि अन्तिममा आइपुगेका छौँ र आज पास हुँदैछ संसदबाट। हामी मात्रै होइन, आम नेपाली कर्मचारी क्षेत्र मात्रै होइन, आम नेपाली सबै र जनप्रतिनिधि सबै खुसी छौँ। किन भन्दा हामीले बनाएका ऐन नियम र कानुनहरू कार्यान्वयन गर्ने स्थानीय सरकार चाहिँ स्थायी सरकार चाहिँ निजामती क्षेत्र हो। त्यसैले हामीले बनाएका हरेक ऐन कानुनका सन्दर्भमा आज हामीमाथि प्रश्न उठिरहँदा हामीले यो चाहिँ सङ्घीय निजामती ऐन ल्याएर यसबाट चाहिँ यसलाई व्यवस्थित बनाएर तल चाहिँ कार्यान्वयन गर्ने र आम जनतालाई चाहिँ खुसी राख्न सक्ने एउटा महत्त्वपूर्ण विधेयक भएको हुनाले यसमा काम गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ। नेपाल सरकार, मन्त्रीज्यू, यो चाहिँ समिति संयोजक लगायत सदस्यहरू, सम्पूर्ण यसमा संशोधन राख्ने माननीय ज्यूहरू र यसमा एकदम बहस छलफलमा सहभागी हुने सबै धन्यवादका पात्र हुनुहुन्छ भन्ने मलाई लाग्छ। र मैले अलिकति कुरा के राख्न चाहेँ भने यहाँ महत्त्वपूर्ण कुराहरू आएका छन्। कसैले छेडछाड गरेको पनि सुने मैले। नेपाल सरकार प्रतिबद्ध भएर यति बेला चाहिँ यो आवश्यक ठानेर महत्त्वपूर्ण कुरा आइरहेको थियो। नयाँ एउटा डिपाचर भएको छ निजामती ऐनमा। यहाँ 2 वर्षको कुलिङ पिरियड राखिएको छ। यो आफैमा महत्त्वपूर्ण विषय छ भन्ने मलाई लाग्छ। त्यसै गरी संहिताको मर्म र भावना बुझेको छ, बुझ्ने गरी यो भित्र समावेश भएको छ र संहितालाई कार्यान्वयन गर्ने कुरामा महत्त्व दिएको छ भन्ने मेरो बुझाइ छ। र एक मन्त्रालय एक सचिवको व्यवस्था गरेको कुरा पनि मैले चाहिँ स्वागत योग्य ठानेको छु। सिनियर कर्मचारीबाट चाहिँ विभागीय प्रमुख बनाउने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। किन भन्दा कहिलेकाहीँ हाम्रा मोनोपोलीहरू हुन्थ्यो, त्यो मोनोपोलीको नियन्त्रण गरेको छ। त्यसैले म स्वागत योग्य
के भन्न चाहन्छु, गम्भीर प्रकृतिका मुद्दामा प्रमाणित भएको व्यक्ति पेन्सन सुविधा लिन नपाउने व्यवस्था पनि गरेको छ। यो पनि राम्रो पक्ष छ। त्यसै गरी अवकाशको अवधि 2 वर्ष बढाएर 60 वर्ष पुर्याइएको छ। यो पनि धेरै राम्रो कुरा छ भन्ने मलाई लागेको छ। अर्को महत्त्वपूर्ण अन्तर प्रदेश सरुवालाई व्यवस्थित गरिएको छ। यो पनि स्वागतयोग्य कुरा छ र सङ्घ प्रदेश र स्थानीय तहको समन्वय गर्ने कुराको त्यो व्यवस्थापन निरन्तर गरिने कुरा पनि महत्त्वपूर्ण छ। यो विधेयकमा यस्ता धेरै स्वागतयोग्य कुराहरू आएका छन्। म चाहिँ यो सरकार के अरे स्थायी सरकार भनेको निजामती क्षेत्र अघि पनि मैले भने यो चाहिँ प्रविधिसँग जोडिएर आउनुपर्ने। अहिले विज्ञान र प्रविधिको युगमा यसलाई हामीले चाहिँ नीति तथा कार्यक्रममा पनि ल्याएका छौँ। प्रविधिमा जोडिनुपर्छ, सेवा प्रवाह गर्दाखेरि आम नागरिकलाई सहज हुनुपर्छ, छिटो हुनुपर्छ, प्रभावकारी हुनुपर्छ भनिरहेको बेलामा यो चाहिँ प्रविधिसँग पनि जोडिएर आएको छ। त्यसकारण यो निकै समय सापेक्ष ढङ्गले आएको कुरा मैले बुझेको छु। अन्तिममा यस खुसीको क्षणमा आम नेपाली सबै चासो र सरोकारका क्षेत्रमा आजदेखि हामीले कर्मचारीभित्र देखेका सरुवाका विकृति जुन चक्रीय प्रणालीमा हुन्थेन, हामीले पनि भन्ने गरेका छौँ सिंहदरबार मात्रै दुर्गम नदेख्ने यी कुराहरूको यो ऐनले चाहिँ व्यवस्थापन गरेको छ। चक्रीय प्रणालीमा सरुवा हुने कुरा आएको छ। 1 वर्षभित्र भन्दा अगाडि चलाउन नसकिने व्यवस्थालाई चाहिँ प्रतिबद्ध भएर कार्यान्वयन गऱ्यो भने निकै राम्रो हुनेछ। त्यसकारण सम्माननीय सभामुख महोदय, यो विधेयकलाई यो ऐनका रूपमा आएको यो विधेयकलाई समर्थन गर्दै यसमा पूर्ण सहमत देखाउँदै मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। अति आवश्यक पर्ने सङ्घीय निजामती ऐन आजसम्म नै सदनबाट पास गर्दैछौँ। स्वाभाविकले यो ऐन बिना प्रदेश सरकार र स्थानीय सरकारका हात खुट्टाहरू बाँधिएका थिए। हामीले सोचेसरी प्रशासनिक संहितालाई तलसम्म पुर्याउन सकिरहेका थिएनौँ र जनता र राष्ट्रको हितलाई केन्द्रमा राख्ने संहिताको व्यवहारिक कार्य गर्ने मूलभूत उद्देश्यसहित तत्कालीन कमल प्रतिनिधित्व सरकारले सम्मानित सदनमा यो विधेयक पेश गरेको थियो। पर्याप्त छलफल बहसहरू सम्मानित समितिमा भए र छलफल बहसमा लामो समय लियो नै, तर धेरै विषयवस्तुहरू अझै समेटिनु पर्थ्यो, समेटिन सकेनन्। तर पनि मूलभूत रूपमा यो सम्मानित सदनबाट सङ्घीय निजामती ऐन पास हुँदैछ र यो प्रक्रियामा तत्कालीन कमल प्रतिनिधित्व सरकार र सम्मानित समिति र यो प्रक्रियासँग जोडिने आदरणीय मान्यजीहरू र सहजकर्ता कर्मचारी मित्रहरू र सरकारवाला सम्पूर्ण मित्रहरूप्रति म हार्दिक आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु। र मैले कैयन विषयहरू यो विधेयकमा 15वटा बुँदामा विशेषतः अस्थायी करार ज्यालादारी लगायत कर्मचारीहरूको चाहिँ एकपटकलाई प्रक्रिया पुरा गरेर चाहिँ थाहै गर्ने प्रावधानसहित 15वटा विषयमा चाहिँ मैले संशोधन राखेका थिएँ। अधिकांश बुँदाहरू यहाँ समेटिएका छैनन्। त्यसकारण गर्दा यो चाहिँ समग्रमा अझै यसका कमजोरीहरू छन्, दुर्बल पक्षहरू छन्। दुर्बल पक्षहरूलाई सच्याउनको लागि फेरि थप बहस छलफल गर्नुपर्ने हुन्छ, थप संशोधन प्रक्रिया पनि आवश्यक पर्छ। त्यसकारण गर्दा अहिले जुन विधेयक आएको छ यो विधेयकलाई सहजता चाहिँ स्वीकार्दै बाँकी रहेका विषयहरूमा चाहिँ हामी छलफल प्रक्रिया र अरू संशोधन प्रक्रियामा जानै पर्छ। त्यसो नगरिकन हामीले यो चाहिँ अब यो विधेयकलाई चाहिँ पूर्णता दिन सक्दैनौँ र संहिताको व्यवहारिक कार्य गर्ने, संविधानको व्यवहारिक कार्य गर्ने प्रक्रिया गर्नको निम्ति चाहिने चाहिँ प्रावधानहरू अझै छुटेका छन्। यसलाई समेट्न हामीले नयाँ बहसको थालनी त गर्नै पर्ने हुन्छ। सामान्य सभामुखमा त मैले भन्नै पर्छ, नीतिजन्य समस्याहरू, कानुनी समस्या र संरचनात्मक समस्याहरू त हामी बहस छलफल हल गर्छौँ, तर हाम्रो मूलभूत समस्या के छ? कर्मचारी तन्त्रभित्र नियतजन्य समस्या छ। त्यो नियतजन्य समस्याहरूको समाधान कसरी गर्ने, त्यो नियतजन्य समस्यालाई नियन्त्रण कसरी गर्ने भन्ने विषयमा नयाँ बहस गर्न सकिएन भने यी विधेयकहरूले मात्र हाम्रो समस्याको समाधान हुँदैन। हामीले जसरी राष्ट्र र जनताप्रति उत्तरदायी हामीले कर्मचारी तन्त्रलाई बनाउनु पर्थ्यो, बनाउन सकिन्न भन्ने विषयमा मैले आफ्ना विषयवस्तु राख्दै र यो सङ्घीय निजामती ऐनलाई हार्दिक स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद। लाल सलाम। सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी विधेयक आएको छ। यो निकै स्वागतयोग्य छ र यो विधेयकले सधैँ सबै शक्ति सङ्घले राख्ने, प्रदेश र स्थानीय तहलाई केही पनि नदिने र सङ्घले तल तल अधिकार दिनै नचाहने भन्ने जुन आरोप थियो त्यसलाई खण्डन गर्छ होला जस्तो मलाई लाग्छ। र यो विधेयक छिटै आउनु पर्थ्यो, तैपनि 10 वर्षपछि आएको छ। र यो विधेयक आइसकेपछि हामीले मूलभूत रूपमा जनताले चाहेको सुशासन, कर्मचारीले चाहेको सेवा सुविधा र सुरक्षा हो, यी दुईटा विषयलाई हामीले महत्त्वपूर्ण ढङ्गले हेर्नुपर्ने हुन्छ। र यो विधेयकले मलाई लाग्छ यी सबै कुरालाई समेटेको हुनुपर्छ र कर्मचारीहरू जहिले पनि असुरक्षित रहने, पहुँचको भरमा, शक्तिको भरमा सरुवा हुने, बढुवा हुने, तर पहुँच र शक्ति नभएकाहरूको हकमा जहिले पनि असुरक्षा अनुभूति हुने, त्यो अवस्थालाई यो विधेयकले चिर्नुपर्छ। अब आइन्दा कुनै पनि कर्मचारीले त्यो असुरक्षाको अनुभूति गर्न नपाओस् भन्ने कुरालाई अवश्य पनि यो विधेयकले ध्यान दिएको हुनुपर्छ जस्तो मलाई लाग्छ। राज्यको स्थायी सरकारको रूपमा कर्मचारी निजामती कर्मचारी सेवा हो। त्यसैले यो स्थायी सरकारलाई हामीले कसरी सबल बनाउने, कसरी सेवामुखी बनाउने, कसरी जिम्मेवारी बोध गराउने भन्ने कुरामा हामी जानुपर्छ। आज यत्रतत्र जता पनि कुशासन हामी भनिरहेका छौँ। त्यो कुशासनलाई सुशासनमा परिणत कसरी गर्ने, राज्यले दिने सेवा सुविधा
एकदमै भरमुक्त दिने पनि हो र कर्मचारीलाई सुरक्षित ढङ्गले काम गर्ने वातावरणको निर्माण पनि गर्ने यो कुरालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। अहिले पनि स्थानीय तहमा कहीँ जेटिए छन्, कहीँ अयवहरूले कार्यकारीको भूमिका निभाएको छ। यो विधेयक पास भइसकेपछि कर्मचारीको अभाव पनि नहुने र खटन प्रक्रियामा पनि समस्या नहोस् र प्राविधिक क्षेत्रका मान्छेहरू, प्राविधिक क्षेत्रका कर्मचारीहरूले कार्यकारीको भूमिका निभाउने अवस्थाको पनि अन्त गरिनुपर्छ। 60 वर्षीय अवधि निवृत्तिको 60 वर्ष अवधि राखिएको छ। यसले अनुभवमा खारिएका कर्मचारीहरूलाई थप काम गराउनको लागि, उनीहरूलाई लामो समयसम्म काम गराउनको लागि प्रेरणा लिएको छ। त्यसबाट देशलाई फाइदा पनि हुनेछ। त्यो अनुभवले देशलाई महत्त्वपूर्ण फाइदा हुनेछ भन्ने विश्वास मैले लिएको छु। सँगसँगै यो कुलिङ पिरियडको बारेमा पनि अलिकता चर्चा परिचर्चा भयो। 2047 सालको संविधान निर्माण गर्दाखेरि पनि त्यति बेला सेनाका जनरलहरूले पनि तत्कालीन प्रधानमन्त्रीलाई घेरेका थिए। यसपालि पनि कोही अलि मुख छोपेर, कोही खुला ढङ्गले उच्च पदस्थ पदाधिकारीहरू आएर कुलिङ पिरियडको बारेमा केही टिका टिप्पणी भयो। त्यो कुरा गर्न त आन्तरिक रूपमा गरे पनि हुन्थ्यो, आन्तरिक छलफल गरे पनि हुन्थ्यो, छलफलमा भाग लिए पनि हुन्थ्यो। तर यस्ता प्रवृत्ति चाहिँ राम्रा होइन। जिन्दगीभरि जागिरी खाने अनि जागिरी सिद्धिएको अर्को दिनदेखि फेरि अर्को नियुक्ति लिने, यसले कानुन निर्माणमा पनि प्रभाव पार्छ। उच्च तहबाट भोलि कानुन निर्माण भइसकेपछि लागू गर्ने कुरामा पनि प्रभाव पार्छ। तर यो कुलिङ पिरियड पनि राम्रो आएको छ भन्दै यो विधेयकको म स्वागत गर्दछु। धन्यवाद। माननीय महेन्द्र बहादुर